साथीहरू नमस्ते। हेर्नुहोस् है, म चाहिँ यति बेला मेरो भगिनीहरूसँग मिलेर यो देवालको सरसफाइ गर्ने काममा जुटिरहेको छु। यो हाम्रो पितृहरूको देवाल हो। हामी चाहिँ चिहानमा खासै त्यो मान्छे मर्दाखेरि मात्रै जाने भएको भएर यो चाहिँ नियमित सरसफाइ हुन चाहिँ खासै मिल्दैन। त्यही भएर अहिले हामी त्यहाँ चिहानमा पुगेको बेलामा चाहिँ हामीले करिब 6-7वटा देवालहरू मेरो भगिनी जया र प्रीतिसँग मिलेर मैले आधा घन्टा 45 मिनट जति लगाएर 6-7वटा देवालहरू सरसफाइ गरेर धुपहरू बालेर हामीले छोडेका छौँ। र त्यहाँ हामीले त्यति गरे पनि हामीभन्दा अगाडि नै पुग्नु भएको हाम्रो दाइहरू, बाबाहरू, दाजुभाइहरूले पनि अरू त्यहाँ भएको जति पनि सरसफाइ नभएको देवालहरूलाई चाहिँ सबै यसरी यो कोतार्ने, झारहरू उखाल्ने काम गरेर यो देवाललाई चाहिँ त्यसरी सरसफाइ गरेको छ। अहिले बर्खा लागेको हुनाले अब धेरै चाहिँ झारहरू उम्रिने, फोहोर हुने, लेउ लाग्ने हुने गर्दछ। अनि त्यही भएर खासमा यो नियमित सरसफाइ गरिराख्नु पाएको भए त्यस्तो फोहोर हुने थिएन। अब कहिलेकाहीँ मात्रै त्यसरी सफा गर्ने भएको भएर यहाँ चाहिँ एकदमै धेरै फोहोरहरू हुने गर्दछ। अनि हामीले चाहिँ हेर्नु त अझै अरू पनि यति धेरै देवालहरू सरसफाइ गर्न बाँकी नै थियो। पछि चाहिँ सबैले मिलेर यो देवालहरू चाहिँ हामीले हिँड्ने बेलासम्म सबै सफा गऱ्यौँ। बिहानै चाहिँ हामी अलिकति ढिलो पुगेका थियौँ। हामी जानुभन्दा अगाडि नै दाजुभाइहरूले धेरै नै देवालहरू सफा गरिसक्नु भएको थियो भने पछि हामी पुगेपछि हामीले पनि 6-7वटा देवाल चाहिँ कोतारेर सफा गऱ्यौँ, झारहरू उखेल्यौँ भने अरू पनि सबैजना मिलेर बाँकी चाहिँ आउने बेलासम्म हामीले लगभग सबै देवालहरू सरसफाइ गऱ्यौँ। यो चाहिँ हाम्रो पितृहरूको देवाल हो। हाम्रो चाहिँ मान्छे बितेपछि यसरी देवाल बनाएर राख्ने गर्दछ। यो